लेख्छौँ सबै चिज हैन 4x minus 9 gx is equal to 2x plus 8 upon 5 त्यसपछि हामीलाई दिएको छ f g inverse x यति चिज दिएको छ नाउ सबभन्दा सुरुमा हामी यो g inverse x निकाल्न जान्छौँ फाइन्डिङ g inverse x त्यसको लागि let y is equal to gx is equal to हामीको फंक्सन दिएको छ यस्तो यो भयो y is equal to 2x plus 8 by 5 और यो मल्टिप्लाई हुन्छ आएर भित्र 5y त्यसपछि 2x plus 8 और 5y यतातिर आएपछि माइनस भयो यतातिर 2x बाँकी रहेको हुन्छ त्यो 2 आएर यहाँ डिभाइड यतातिर x बाँकी रह्यो है त त्यसपछि हामी अर्को स्टेप भनेको यसको इन्टरचेन्जिङ गर्छौं इन्टरचेन्जिङ द रोल अफ x एन्ड y वी हैव यति गरिसकेपछि हामीसँग के हुन्छ भने अब y is equal to 5x minus 8 by 2 हुन्छ जसलाई चाहिँ हामी यो y लाई चाहिँ हामी g inverse x भन्छौं यो 5x minus 8 by 2 आयो ल अब त्यसपछि अब हामीहरुले यो निकाल्नु पर्ने हुन्छ यो निकाल्न fx x is equal to यति ल्याएको छ यसलाई मैले चट्टै लेखे अब अर्को कन्डिसन हामीहरुलाई fx plus 2 is equals to 4x minus 9 दिएको छ अब यहाँबाट हामी fx निकाल्छौं है त fx निकाल्नको लागि यहाँनेरि चाहिँ ठ्याक्कै यो बनाउनु पर्यो कसरी भन्दाखेरि यहाँ गरेर देखाउँछु पहिले सुरुमा x plus 2 अब हेर्नु त यहाँनेरि 4x plus 8 भनौं तर हामीलाई 4x plus 9 बनाउनु पर्ने छ 8 बनिसकेपछि अब -9 ल्याउनको लागि -17 त थप्नै पर्यो हैन -17 थपिसकेपछि अब हेर्ने x plus 2 यहाँ पनि x plus 2 एक्स्ट्रा x हरु यहाँनेरि आउनु भएन नम्बरहरु आउँदाखेरि त्यस्तो केही फरक पर्दैन अब रिप्लेस गर्न पाइयो नि त नाउ रिप्लेसिङ x plus 2 by x we have यति गरिसकेपछि हामीसँग के हुन्छ भने fx is equals to 4x minus 17 हुन्छ अब देन अब हामी निकाल्छौं fx is equals to 4x minus 17 अनि फेरि 4x minus 17 minus 17 यहाँ छदै छ 16x minus 85 आयो अब हामीलाई त एनर्जी इन्भर्स त थाहा छदै छ यो त जी इन्भर्स सँग बराबर छ हामीको कन्डिसनमा अब जी इन्भर्स राख्ने 5x minus 8 by 2 is equals to अब 2 ततिर गएर मल्टिप्लाई हुन्छ 32x minus 160 170 170 भनौं है त यसलाई फर्दर सल्भ गर्दै जाने यो 5x minus 32x is equals to minus 170 plus 8 बन्छ अनि यो आउँछ minus 27x is equals to minus 162 or x is equals to minus 162 by minus 27 अब कट्छ भने अझै काट्ने यसमा यस्तो कटिहाल्यो 3 9 जा अनि 3 5 जा 15 1 4 अझै कट्छ 9 6 भनेपछि x को भ्यालु कति आयो त